एउटा सिम्पल भिडियो बनाउनलाई कति समय र कति मेहनत लाग्छ म आज भन्छु ल। भिडियो खिच्नलाई 1 घण्टादेखि 2 घण्टा लागिहाल्छ, त्यसलाई एडिट गर्नलाई 1 घण्टादेखि 2 घण्टा लागिहाल्छ। भोइस ओभर के गर्ने भनेर सोच्दा सोच्दै आधी घण्टा गयो। बल्ल बल्ल भोइस ओभर गर्ने सोच्यो, त्यहाँमाथि अब पर्फेक्टली बोल्न आउँदैन। कट गर्दै स्टप गर्दै बिस्तारै बिस्तारै बोल्यो, त्यहाँमाथि फेरि बोलेको मिल्दैन। हेर्दाखेरि सिम्पल छ, तर मैले आज यो भिडियो एडिट गर्नलाई, यो भिडियो खिच्नलाई, यसको भोइस ओभर गर्नलाई कति टाइम लगाएको छु, कति मेहनत गरेको छु भन्ने त मलाई मात्रै थाहा छ। अब भोइस ओभर के गर्ने भनेर सोच्ने बेलामा चाहिँ मैले भोइस ओभर गर्छु भनेर चाहिँ अर्को कुरा सोचेको हुन्छु र मैले भोइस ओभर गर्ने बेलामा चाहिँ जहिले अर्कै कुरा गरिरहेको हुन्छु। त्यस्तो किन हुन्छ भने यो भोइस ओभर गर्ने बेलामा मैले एउटै कुरा कतिचोटि ट्राई गरिरहेको हुन्छु कि कहिले के मिल्दैन कहिले के मिल्दैन। त्यही भएर मैले भोइस ओभर यो गर्छु भनेर सोचेको कुरा कहिले पनि मैले गर्दिनँ। आज पनि मैले अर्कै कुरा गर्न लागेको थिएँ, तर यो मैले भोइस ओभर ट्राई गर्दा गर्दा मैले के भन्न लागेको त्यो कुरा नै बिर्सेँ। सो त्यही हो गाइस, जन्मिँदै कोही पनि सबै कुरामा पर्फेक्ट चाहिँ हुँदैन, त्यही भएर ट्राई चाहिँ गरिरहनु पर्छ। अनि मलाई चाहिँ खासै मेकअप गर्न चाहिँ आउँदैन, यसरी नै हो मैले गर्ने। अनि तपाईहरुले चाहिँ कसरी गर्नुहुन्छ त कमेन्ट गर्नु होला, मलाई पनि हल्का टिप्स दिनु होला।